हेलो गाइस, सबैलाई वेलकम छ हाम्रो च्यानलमा। अहिले चाहिँ रातिको 10 बजी पापा छोरा चाहिँ फ्राई राइस खाने हुँदैछ। लु भन्नु। फ्राई राइस चाहिँ बिहान बिहानै खानुपर्ने, हामीले बेलुका बेलुका खान्छौँ। मिठो बनाएको छ बुढा बुढी नाम चाहिँ थ्याङ्क यू बुढा। दामी छ कस्तो त बुढाले मिठो छ भने बित्तिकै खुसी भइहाल्छ बुढी। मजाले कोपी सबै हालेर बनाउँछ त्यस्तै मनपर्छ मलाई। कोपी, टाउको, अन्डा, प्याज भनेर नि अनि धनिया अचार, धनिया। खायो खाएर गाइस अरे म चाहिँ यता खाँदैछु, भाउ छोरा चाहिँ उता बसेर। तिमी चाहिँ बोल्दै खा न। कतै छ अनि नाम उब्रेकै नाम यति घेर गएन नि त। दुई दिन त मैले मामै खाएन त्यो समय थुक्पा खायो मासु भित्र खायो आउने बेला चार्जी आलु चपटा खायो अनि आउने चाहिँ म चाउमिन ल्याइदिने भनेको त घर आइसकेको रहेछ। मुला त खासै मिठो छैन त अब त मेरो मेसेज हेरेन हौ, भरे घरको आइसकेको रहेछ। फोन साइलेन्टमा हुन्छ आइसकेको थियो नि त। नब्बे नि हाल्नु र दुई कर्नीको चाउको लाएर कर्नीको मसला लाएर खाँदैछ। सकाएको सकाएको नि त। मैले त्यस्तो गर्नु पर्दैन हौ, खानुमा चाहिँ भन्नै पर्दैन झन् पिरो र क्या पिरो पिरो ज्यादा खानु हुँदैन यो मेरो पेट दुख्ने कारण त त्यतिकै बानी हुन्छ र नि नखानु भनेको त्यही भएर। मिला काटा चाहिँ यस्तो अमिलो भयो कि यस्तो अमिलो अझै अमिलो बनिन्छ हाम्रो चाहिएको चाहिँ पापा दिनको त लगाउँछ हो यो त त्यतिकै बनाएको त मैले सादा त्यो तपाईँले मुला काटेर पनि लगाउनु मलाई त्यही लगाउनु त्यतिकै बनाएर खोलेको मैले। कस्तो दामी हो कि तिमी त भएन बुढा मिठो छ बुझ्यो जान मलाई मिठो हुँदैन मिला कति त्यो मलाई अचार भन्दा त्यही चाहिएको अमिलो होइन त्यो माथि अमिलो कस्तो खालको छ। अस्ति खाल मिन्जुन ओमन चलो भाइ थोरै खाएर आमा मैले लगाएको हो र घरमा थियो अलिअलि बुवाले दिनुभएको थियो किलासमा गर्दै अनि बनाएको 3-4 बटा। यो सावित्री धेरै खाना यो रोमनले धेरै खायो। रोमन त आउँछ माग्छ खान्छ आउँछ खान्छ नाम नखाने भन्नेहरूले त खसी खायो त मिल्दैन धोकै लाग्छ अरे अन्डासँग पारेर खाने अरे
बेस्ट है मैंने नाम भूल गया खाने तो वो भी खाना है अन्डा का फ्राइड राइस बनाना खाने अन्डा कुकर से मम्मी खान्छ र अन्डा का पापड बनाए यति खाइसकेँ त मैं भन्नु बेस्ट भनेर राखौँ आजीबाट का भुजा त हालेँ मैले थोरै जिल्लो मिठो बनाएर खाँदै थिएँ अनि चाबा त फोनमा मरेर गएर मैले हेरेर खाएको थिएँ हेरेँ तब खानु चाहिँ मन लागेको थिएन खानु मन पाराले खानु गिलो गिलो बनाएर क्या अमिलो तेल हालेर खानु मन लागेको खै नानीमा खान्छु भनिहाल्थ्यो खानु मन थिएन पछाडि पो याद भयो त एउटा अन्डासँग बनाएर मिठो भयो कसरी काटे अन्डा अन्डा केराको म त पापडै खान्छु अरे अन्डा यस्तो उताले त भनेको 16 पिस बनाएको ए 16 गाँस खाइछ होला भुजा जति बनाएको क्या 16 गाँस होइन म 10 12 सक्यो अनि यति बनाएको चटपटी चाहिँ कति थोरै मिठो भएको थियो हेर्नु है म पापासँग उयो पापालाई म त अन्डा पापा त बच्चा हो नि त अन्डा खुवाउँदै थियो नि त म त खुवाउनु हुँदै थियो अनि म बनाउँदै थिएँ अनि यहाँ सुत्दाखेरि चाहिँ खाँदै थिएँ तपाईँ यसो गर्दै हेर्दै थिएँ चाटी अनि दाल थियो दालमा फ्लेभर अड्कियो अनि बनाएको त्यसलाई मलाई चाहिँ हातले नखा भने मिठो कहिले चम्चीले खाँदैन हातले भने फ्राइड राइसहरू त चम्चीले खानुपर्छ फुक्को हुन्छ अरे हातले पो मजा आउँछ सबै कुरा चम्ची त मलाई स्वादै आउँदैन चम्चीले त हातले हो ल अब गुड नाइट बाई गर मुखले